तलब त आयो तर कहाँ गयो भनेर हरेक महिनाको अन्त्यमा तपाईँ पनि म जस्तै सोचिराख्नु भएको छ? यदि यस्तो हो भने यो भिडियोले तपाईँको पैसा बचाउन सक्छ। सो ढिला नगरिकन लेट्स गेट राइट इन्टु भिडियो। आजै गएर 3वटा ब्याङ्क अकाउन्ट खोल्नुहोस्। पहिलो भनेको सेभिङ अकाउन्ट जसले तपाईँको भविष्यको बचतको लागि काम गर्छ। दोस्रो भनेको इन्भेस्टमेन्ट अकाउन्ट जसले तपाईँको पैसा बढाउनको लागि काम गर्छ। र तेस्रो भनेको एक्सपेन्सेस अकाउन्ट जसले तपाईँको दैनिक तथा मासिक खर्चको लागि काम गर्छ। अब एउटा नियम बनाउनुहोस् 20-20-60। 20% सेभिङ अकाउन्टमा, 20% इन्भेस्टमेन्ट अकाउन्टमा र 60% एक्सपेन्सेस अकाउन्टमा तलब आएको दिनमै स्प्लिट गरेर राख्नुहोस्। र एउटा कुरा जहिले पनि याद राख्नुहोस् कि तपाईँको खर्च भनेको एक्सपेन्सेस अकाउन्टबाट मात्रै गर्नुपर्छ। तपाईँले आज सुरु गर्नुभयो भने 6 महिनापछि तपाईँले आफैमा परिवर्तन देख्नुहुन्छ। तपाईँ पनि फाइनेन्सियल फ्रिडमको यात्रा सुरु गर्न चाहनुहुन्छ भने मलाई फलो गर्नुहोला।